2082 सालको भदौ 23 र 24 गतेको जेन्जी आन्दोलनले देशलाई यस्तो तरिकाले हल्लायो कि प्रधानमन्त्री केपी शर्मा ओलीज्यू नै आफ्नो कुर्चीबाट तल ओर्लिनु पर्ने अवस्था आएको थियो र जसले गर्दाखेरि चाहिँ हामीले 2064 सालमा दिन पर्ने चुनाव चाहिँ हामीले 2082 सालमा दिन परिरहेको छ र दिस टाइम पिपल आर सेइङ होइन, मान्छेहरूले चाहिँ भोट फर चेन्ज भनिरहेको छ। बट लेट्स सी होइन, अब पहिलाकोहरूले अब भने जस्तो प्रमिसहरू पुरा त गरेन, बट यो पालि हामीले भोट हालेर उहाँहरूलाई जिताइदियो भने चाहिँ आर दे रियली गर्न चेन्ज द सिस्टम और वी जस्ट होइन फेरि हामी अर्को भुमारीमा परिरहेको छ होइन। अब भन्नु त भन्छ जुन जोग्या खाने छिरेको भन्ने, तर हामी चाहिँ सायद त्यो पछि थाहा हुनेछ। तर आजको लागि चाहिँ हामी सबैको एक भोट भने पनि धेरै धेरै महत्त्व राख्ने एउटा दिन रहेको छ र हामी चाहिँ भोट हाल्न गइरहेको छौँ। भर्खरै हामीले भोट हालेर आयो। अब मेरो साथमा चाहिँ अरूहरू पनि गएको थियो। आई वाज प्लानिङ सो मच फर दिस कन्टेन्ट, तर अलिकति त्यहाँको अब निर्वाचन आएको नियमहरूले गर्दाखेरि चाहिँ उस गर्न चाहिँ सकेन, किनकि मान्छेहरू हुने भए त्यही घरतिर आयो। अहिले चाहिँ कोही छैन, सबजना चुनाव सेन्टरभित्रै छन् होइन। भोट त हाल्यो तर होइन नेक्स्ट लिडरले काम त गर्देला नि, अथवा अब योभन्दा धेरै बोल्न त मैले चाहेन होइन। म हजुरहरूलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब देश परिवर्तन होस् नहोस् होइन, मेरो कन्टेन्ट चाहिँ परिवर्तन हुन गइरहेको छ र आगामी दिनहरूमा मैले चाहिँ खतरा खतरा कन्टेन्टहरू ल्याउँदैछु, जसले गर्दाखेरि चाहिँ मैले चाहिँ सब्सक्राइब गरिदिनुहोस् है भनेर भन्न चाहिँ पर्दैन। तपाईँहरू आफूले चाहिँ सब्सक्राइब गरिदिनुहुन्छ। देशमा पनि केही चेन्ज हुनै पर्ने अवस्था आए जस्तै मेरो लाइफमा पनि केही चेन्ज हुनै पर्ने, मैले चेन्ज गर्नै पर्ने अवस्था आएको छ। त्यसले गर्दाखेरि स्टे ट्युन्ड अन होइन द सोल्टीको च्यानलमा। सोल्टीले यस्तो यस्तो खतरा खतरा कन्टेन्ट हजुर सामुहरू ल्याउनेछ। यति भन्दै म हजुरहरूको सामुबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।